गाइज वेलकम ब्याक टु आवर न्यू भिडियो। अनि त्यसपछि चाहिँ आज चाहिँ होली सबैजनाले ह्याप्पी होली। तर के गर्नु हामीलाई चाहिँ कसैले पनि होली दल्दैन पनि होली पनि लगाइदिएन हो। अन्त भेस्टमा देखिरहेको छ दलिएको यो कलर चाहिँ खासमा यो धुँदाखेरि यस्तै नै थियो। यो कलर कहिलेको लागेको थाहा छैन। अनि यो खै के हो होइन। अन्त हो हेर नि कस्तो होलीको दिन अरे हो। अन्त यो के हो। अन्त होलीको दिन नि यस्तो सेतो नबोकेर बस्छ कसैले होली लगाइदिएन हो हामीलाई। अनि कोही आएन अनि पीडित भयो। अनि हामी त घाम ताप्दै बसेको होइन है। हिजो के भन्नु यहाँ त्यस्तै छ यार हिजो के भन्नु। टुल ल्याइदेऊ न टुल। गोरीबाटी चट्ट कपाल लाली ओठैमा मात्र होइन। तपाईँहरू सबैजना होली खेल्न जानुभयो होला। अघि नै अनुहार बिगाएर राति बनाउनु भयो होला है तपाईँहरूले चाहिँ होइन। अनि अब छैन यार तर सबैजना होली खेले पनि राम्रोसँगले खेल्नु होला। यता दायाँ बायाँ नगर्नु होला। म बाहिर आएर बसेको त कस्तो मिठो बास आयो हो। कसले बनाएको हो होइन। अब यहाँ कसले भर्खर खाने खाँदै चाहिँ हामीले खाना खाएर पनि पेटभित्र पसेर पनि अब टोइलेट आउनु बेला भइसक्यो होइन। 0.5 होइन ए 0.5 कस्तो त यो हेरौँ न अब के गरेको ल उयोले। यसको नि दिमाग त अरू त पागलै छ कि जस्तो लाग्छ मलाई त। ट्याङ्गे हाने त अलिक राम्रो कुट्टा अलिक मालिस गर के गरेको तैँले। अन्त ठ्याक ठ्याक पार अस्ति मलाई कपाल काट्दा त्यो परको अङ्कलले कस्तो मजाले बनाइदियो त्यस्तो। मेरो अङ्कलले कस्तो मजाले गरिदिनु भयो कपाल। हान्न अझै ड्याङ ड्याङ हो ठ्याक ठ्याक पार को त आउँदैन खै त हुने आज। एक्सपर्ट छ है भाइखेरि यहाँसँग याद गर्नु फेरि यस्तो अनि मसला अरे यो के अरे के भन्छ मसाज गर्नुमा पनि एकदम होइन। अनि कपाल बाट्नुमा पनि अनि फेरि होइन फेरि म रुवाई पनि दिन्छु। गोरीबाटी चट्ट कपाल लाली ओठैमा हजुर लाली ओठैमा च्याप्पै कदम रोकियो फुलको बोटैमा च्याप्पै कदम रोकियो। तपाईँहरूलाई पनि उस्तै कपाल बाट्नु छ भने चाहिँ मसँग सम्पर्क गर्नु होला। अलिक ठाडो कपाल ह्याप्पी होली गाइस। बल्ल ह्याप्पी होली। अब मैले भनेको नि अघि के भन्छ अरे कसैले घरमा आएर दल्यो भने दल्दैन न त। फुटेन चिप्लिन्छ अगाडि हेर्नु। आजको दिन कतिवटा बोक्नु भएको थियो सक्नु भएको छ चिप्लिन्छ।
सेतो देखेको छ पहिला हामी यस्तोमा पढेर कपाल डढाएर मेरो एक उयो छ नि यस्तै फोइल बल्यो अब यो गर्दा बल्दैन मासु पोले भइहाल्यो नि पोलिन्छ हौ अब रिक्सा स्लो मोसन हो क्या भर्खर आएर नआउने तर्खरमा छ युनिका 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 कसरी भन्नै भने डढेको अलिक मिठो हाल्नु पर्ने थियो बाहिर हुनु चट्ट अलिक प्लान गर्ने अलिक भेराइटी खानुपर्छ आजको भिडियो चाहिँ हामीले ऱ्यान्डम स्टार्ट गरेको थियौँ अनि बिचमा चाहिँ सुरुमा चाहिँ हाम्रो केही पनि प्लान थिएन अनि त्यस पछाडि दिदीको साथीहरू आउनुभयो अनि त्यत्तिकै हाम्रो होली पनि मनायौँ खासमा होली पनि मनाउने प्लान थिएन अनि बेलुका बार्बिक्यू पनि गर्ने प्लान थिएन एक्कासी भयो सो आजको भिडियो चाहिँ कस्तो भयो हेरिदिनु होला यो भिडियो मेरोमा कि बहिनीकोमा स्टार्ट गर्दा बहिनीले स्टार्ट गर्यो इन्ड गर्दा मैले इन्ड गरेको छु अनि बिचको क्लिपहरू सब मैले लिएको छु कसकोमा अपलोड हुन्छ जसकोमा अपलोड भए पनि हेरिदिनु होला अनि बहिनीको चाहिँ खासमा बहिनीले नै यो भिडियोहरू बहिनीले नै इन्ड गर्थ्यो किनभने उसको त्यही अघि होली खेल्दा नाच्दा ओर्दाखेरि उसको ढाड सर्क्यो त्यही भएर चाहिँ मैले इन्ड गरिदिँदैछु सो यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि एउटा कुरा चुनावको माहौल छ सबैजना सेफ भएर बस्नु होला अनि बेलुका रातितिर नहिँड्नु होला अनि सो सबैजना सेफ भएर बस्नु होला अनि थ्याङ्क यू सो मच बाई बाई एभ्रिवान टेक केयर सी यू इन द नेक्स्ट भिडियो